र विद्यार्थी भनेको चाहिँ तिमीहरू शिक्षाको लागि मात्र होइन, देशकै लागि कर्णधार हो। तिमीहरू भोलिका भविष्य छौ। यु आर द फ्युचर अफ द नेसन। ल के छ भन्नु त? क्वेसन छ, टिचिङबाट हजुर पोलिटिसियनमा जाँदा हजुरलाई के कस्तो हेल्प पाउनुभएछ र कहाँबाट हेल्प पाउनुभएछ? हजुरले टिचिङबाट पोलिटिसियनमा जाँदा कस्तो कस्तो हेल्प पाउनुभएछ र कहाँबाट हेल्प पाउनुभएछ र हजुर कस्तो योगदान दिनुभएछ अहिलेसम्म? मैले अब शिक्षकबाट, हेर भाइ, शिक्षकबाट म चाहिँ पोलिटिक्समा आएँ। मैले भने मेरो पृष्ठभूमि कस्तो थियो भने पोलिटिक्समा चाहिँ तपाईँको मेरो आउने इच्छा त थिएन, तर भित्र चाहिँ तपाईँको एउटा भाव थियो। धेरै कम्प्लिकेसन फिल गर्नु पर्यो। मैले चाहिँ तपाईँको शिक्षक पेसाबाट चाहिँ तपाईँको म भन्छु, हेर्नुहोस्, म शिक्षक पेसाबाट युद्धमा गएँ। शिक्षक पेसाबाट म चाहिँ तपाईँको शिक्षण पेसाबाट युद्धमा गएपछि पहिलोचोटि म सर्लाही गएँ। सर्लाही जङ्गलमा म बसिरहँदाखेरि हामी 5 जना थियो। म एउटा कहानी सुनाउँछु। 5 जना थियो त्यहाँनिर। अनि सेनाहरूको टोली आयो। सेनाहरूको टोली भनेको दुश्मनको सेनाको टोली आयो। दुश्मनको सेनाको टोली हामी 5 जना थियो। हामीसँग 5 वटा राइफल थियो त्यतिखेर। अनि 5 जना टोली आएपछि हामीले चाहिँ 2टा साथीलाई, त्यहाँको जुन कमान्डर थिए त्यो कमान्डरले चाहिँ उहाँ 2 जनालाई पठाउनु हो, के छ बाहिर हेर। अनि त्यो 2 जना चाहिँ फस्नु हो। 1 जना केटी र एउटा केटा, 2 जना जानुभयो। अनि सेनाले दुईटै जनालाई समात्नु हो। सेनाले समातिसके पछाडि उसलाई चाहिँ तपाईँको उसले ग्रेनेड हान्यो त्यहाँनिर। क्या हामीले थाहा पायौँ सेना आइसक्यो। ग्रेनेड हानेपछि चाहिँ तपाईँको उसको आवाजबाट हामी बुझ्थ्यौँ कि यो सेना आयो, अब यहाँबाट कुले हुनुपर्छ, भाग्नुपर्छ। अब त्यहाँनिर 3 वटा राइफल छ, के अरे 5 वटा राइफल छ। मान्छे छौँ हामी 3 जना, झोलाहरू पनि छ। त्यहाँबाट भाग्नु पर्ने क्या। अब म शिक्षक मान्छे, पहाड कहिले नचढेको, हेर्नुहोस् फर्स्टचोटि गएको त्यहाँनिर, त्यसमै चाहिँ तपाईँको म फसेँ। अब कुदिया छ हेर्नुहोस्, बलाङ्ग बुलुङ लडेको छ, त्यही पनि चाहिँ तपाईँको जोस जागरका साथ चाहिँ कुदिएको छ। हाम्रा राइफलहरू सब चाहिँ तपाईँको 2 जना साथीहरूले बोक्नु भएको छ। मेरो पनि झोला चाहिँ तपाईँको त्यही साथीहरूले बोकिदिनु भएको छ। यसरी चाहिँ तपाईँको जीवनमा कष्टहरू हुन्छ। आज दिन छ, भोलि रात हुन्छ। जसको जीवनमा आज रात छ, भोलि चाहिँ दिन हुन्छ। समय सबैको लागि आउँछ। वेट मात्र गर्नुपर्छ, धैर्य बन्नुपर्छ, धैर्यशील बन्नुपर्छ। त्यसकारण जीवनमा धेरै कष्टहरू हुन्छ। कष्ट भोग्नेहरू मात्र